यहाँ चाहिँ हाम्रो किरण सर हुनुहुन्छ। हजुर ज्यादै पर जङ्गलतिर निगुरी टिप्न जान्छन् र पकाएर के गर्छ दाजु हो नि होइन हो त यहाँ चाहिँ दिनेश सरले मन्दिर सरसफाइ गर्दै हुनुहुन्छ। पूजाको तयारी यहाँ हाम्रो जिजुमुवा हजुरमुवाको शालिग छ। हजुरबुवाले मुवा त जिजुमुवा मन्दिर बुढा नीलकण्ठ भगवान पनि हुनुहुन्छ। मन्दिरमा चाहिँ पूजाको लागि तयारी हुँदैछ। अनि मेरो हस्बेन्ड मिस्टर दिनेश खरेल से हाई त्यसरी हाई हुन्छ चाहिँ अघि सरसफाइ गरेर कलरहरू लाउँदै हुनुहुन्छ। यहाँभित्र यतापट्टिको मन्दिरमा चाहिँ सकिसक्यो अनि त्यसपछि यहाँ पनि लगाउँछौँ यहाँ पनि लगाउँछौँ। हाम्रो चाहिँ यस्तो छ मन्दिर। यो चाहिँ हाम्रो हजुरबुवाले बनाउनु भएको मन्दिर हो। अनि यहाँ चाहिँ हाम्रो मेरो कान्छा देवरले बुढा नीलकण्ठ मूर्तिमा कलर गर्दै हुनुहुन्छ। के सब्जी हेलो 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 दादा। यता हाम्रो विनोद दाई हुनुहुन्छ हाम्रो फुपूको छोरा। रमाइलो भइरहेको छ गीत सुन्दै।
कपिराइट लाग्ने हो कि गीतले चाहिँ यहाँ चाहिँ अघि भइसक्यो ठुलो बुवा हाई हामी चाहिँ च्याङथापु गढीमा छौँ हाम्रो कुल पूजा छ देवाली 13 गते र हामी चाहिँ हिजो बेलुका यहाँ आइपुगेको 5:30 बजे आइपुग्यौँ होला एकदमै रमाइलो ठाउँ छ म तपाईँहरूलाई अरू पनि ठाउँहरू देखाउने नै छु सो अहिलेको लागि चाहिँ यति अपडेट दिस इज आवर टेम्पल हाम्रो हजुरबुवाले बनाउनु भएको सो यस जिजुमा होइन अनि हाम्रो जिजुमा सकिनँ के गरेँ त्यसलाई मैले पालन गर्न सकिनँ सक्छु कि भन्दै झन् नसक्ने भएपछि मैले त्यो जिम्मा लाउनु पर्यो बन्धुलाई अरूका लागि मैले आएर भलो हुनुपर्ने जान्नुपर्ने केही पनि थिएन मैले भाइहरूलाई त्यो जिम्मा लाउन भनेर मैले यो मेरो शरीर ल्याउनु पर्यो र अब त्यसलाई के गर्ने कसो गर्ने तपाईँहरू भाइहरूले निर्णय गरेर अब दाजु त छैन म भाइ नै भन्छु अब भाइहरूले नभएर भलाहरूले भतिजाहरूले त्यसलाई निर्णय गरेर खुसी छ दिनु हुन्छ भन्ने विचारले आएको छु मेरा शब्द यिनै हुन् यसलाई सरसल्लाह गरेर कहाँ के गर्नुपर्छ मेरो आत्माले के भन्छ भने मैले यसलाई दिनुपर्छ भनेर मेरो आत्माले भन्न मिल्दैन कसलाई ठहराएर भाइहरूले त्यो जिम्मा दिने हो त्यसैलाई दिउँ सबैका सहमतिले के गर्नुपर्ने त्यो मान्छे सबै ठहराउँ बुझौँ मभन्दा तपाईँहरूले सबै बुझ्ने मान्छे हुनुहुन्छ यो यति हो मेरो अहिलेको मधेसबाट आएको त्यतिका लागि नसक्ने तर तँलाई कप्टी पारे होइन मलाई घरमा पनि त्यस्तै त केही भन्न त्यही जिम्मा लाउन भन्न मात्रै हुँदैन मैले भार बिसाएर होइन हलुङ गरेर जानुपर्छ त्यति तपाईँका घरका सबै तपाईँभित्रै छ मिटिङ हुँदैछ मिटिङ यहाँ चाहिँ कुल पूजा अगाडि मिटिङ हुन्छ कुञ्चित त्रिशुल राख्न सक्छु भनेर 8 गर्छ त्यसलाई आदेश गरेर राख्ने हामी बाहिरको मान्छेलाई यहाँ चाहिँ तपाईँले बिन्ती गर्ने होइन सुन्नु न यसो सुन्नु न अब म बस्दिनँ ऊ बस्दैन अब बस्दाखेरि तपाईँहरू बस्नु जाने के त भन्दा बस्ने साललाई बलराम अनि यहाँका भक्काले मिलेर घुमाइ राख्छौ कि के गरेर राख्छौ कि आदेश गर्नु यहाँ राख भन्नु सक्यो त्यो अनावश्यक कुरा हो त्यो मेरो झम्पल पनि भएन मार्तज नै भएन बाल्ने दोधेर पनि भएन काट्ने हतियार पनि भएन त्यो के भयो त भन्दाखेरि इतिहास हो त्यो इतिहास चाहिँ मेरो व्यक्तिगत होइन यो कसको हो त भन्दाखेरि वरिपरिका मैले एक्लै मलाई जोड्नु पर्छ म उनी लिएर जान्थेँ मेरो चाहिँ एउटा सानो कुरो कि दाजु मैले नहुँदाखेरि मैले त्यो यो समाजलाई जिम्मा लाउनलाई लोकताको हुँदाले हो अब तपाईँहरूले राम्रो निर्णय निकाल्नुहोस् नबाज्यौँ होइन बाँच्ने त यहाँ कुरै हुँदैन म एउटा कुरा भन्छु अब हामी सबैले देख्यौँ नि त दाजुको वस्तु खुट्टादेखि हेर्दै जाउँ त उहाँले सक्दिनँ भन्न त पाउनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ किनभने उहाँले यसो छलेर कतै जान खोज्ने उहाँको अवस्था नै नाजुक छ होइन यो नाजुकलाई मध्यनजर गरेर अब यहाँ सोम पनि छ यता मदन पनि छ यता दाजु पनि हुनुहुन्छ अब अहिले चाहिँ त्रिशुल दाजुको माथि होइन
अब मेन चाहिँ अब दाजु भन्दै हुनुहुन्छ टाउके चाहिँ तपाईँमै रहन्छ भन्ने भयो। अब त्यो त हामीलाई त थाहा छैन, तर दाजुलाई चाहिँ म चाहिँ एउटा के भन्छु भने दाजुलाई चाहिँ हामी अरू सबै मिलेर छुटकारा दिनुपर्छ, किनभने दाजुको अवस्था हो यसैलाई। अब अरू चाहिँ तपाईँहरू हामीभन्दा वरिष्ठ हुनुहुन्छ, त्यो पाउँछ भने त्यो सपोर्ट गर्दा पनि भयो होइन। राम्रो कुरा एउटा पक्ष, अर्को पक्ष 50औं वर्ष रहेको ठाउँ होइन। पहिलो पक्ष त्यो भयो, दोस्रो पक्ष 50औं वर्ष हामीले देवाली जाँदा त त्रिशुल यहाँ थियो होइन। अब त्यो त्रिशुल कहीँ सकिँदैन भने रिक्त स्थान पुरै थियो, हिजो खाली भएको ठाउँ पुरा गर्नु, त्यहाँ जहाँको थिएँ त्यहीँ ल्याएर सेवा गर्नु राम्रो। महिलाको विकल्प मलाई एकदम मनाइसिक लाग्यो छानेर जाउँ। यसो होइन हौ, 20वटा कुरा सुन्नु न, मेरो कुरा सुन्नुहोस्। अब यथार्थ चाहिँ हेदालाल खानाले यहाँ बसे, त्रिशुल त्यहीँ रह्यो। हेदालालको जेठो छोरालाई टाउके गरियो। टाउकेले के भन्यो त भन्दा बाबु जन्मेकै ठाउँमा अब म जेठो भए पनि के अरे त्यो कान्छो छोरो बसेको हुनाले त्यही पैसा न्यासदानी छ, म भन्दा पूजा गरेर त्यही ठाउँमा बसोस् भनेर बसेको। वास्तविक त्यो त्रिशुल त्यतिखेर त्यमुके बढीवाले लानु पर्यो, उनको स्वीकृतिमा त्यहाँ बसेको। सुन्नुभयो कि त्यो विधिको शासनभन्दा बाहिर कुरा जानु मिल्छ। अनि हाम्रो सबैभन्दा चिर काका नि हुन्। म जतिसुकै फुर्ती भएर तिकी तरवार भए पनि त्यही पैसा खर्च हाम्रो शिर हो। शिरलाई जम्मैले मान्यौँ। अब त्यही शिरले चाहिँ त्रिशुल तपाईँलाई जिम्मा लगाएको, हामीले लगाएको होइन, हामी कसैले पनि लगाएको होइन। पदम दाइले जिम्मा लगाएको होइन, उसले त म राख्छु भनेको त्यतिखेर मैले सहित गाली गरेर ठुले बाबाले चाहिँ लैजा भनेर तपाईँलाई जिम्मा लगाएको। अब तपाईँ कसलाई जिम्मा लाउनुहुन्छ लाउनुहोस्, कुरो त्यति। तर एकागरको छोरो नछुट्टेसम्म तपाईँहरूको कानुनी अदालतमा बन्नापत्र भएको छैन, सोमेकामा त्रिशुल राख्न मिल्छ। आफै राजा छ, घरै पिछेको राजा भइरहेछ भनेपछि अब किन राजा किन भन्छ त, किन भन्छ होइन, बाहिर मात्रै भन्छ नि। अब देशको स्थिति डुबो नि त, रीतिरिवाज डुबो हो, त्यो हेर्नु पर्यो। त्यसो हुँदाखेरि यो धेरै 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 गहिरा कुरा छन्, के रहेछन् नि सम्झेर साध्य छैन। मैले बाबैले हेरेको दोकानमा कामेको छोराछोरीहरूलाई मित्रहरूलाई भान्जा भान्जीलाई यहाँ उपस्थित भएकालाई सुनाएको है। समय काट्नु परेन, भरिलाई सुनाएको। अरू पनि यहाँ आएर उमिन्थे भने सुन्थे, धमाधम छ उनीहरूको। सकिँदैन धेरै बेर भन्न। हे राम हरि, हे राम हरि, हे राम हरि, हे राम। बाटो छोड्दे भेट्छ त काम पनि गर्छ नि भाइ। अब बिगारो भन्न चाहिँ पापै लाग्छ पदम। थानमा त्रिशुल राख्दै हुनुहुन्छ खरेल दाजुभाइ सबैजना। हामी चाहिँ अहिले च्याङ्खापुको गढीमा छौँ। यो चाहिँ दोबान भन्छ। यहाँ चाहिँ हाम्रो खरेलहरूको कुल र देवी हुनुहुन्छ होइन। अनि यता चाहिँ मेवा खोला छ यता साइडमा चाहिँ। अनि हाम्रो 18 गते चाहिँ देवाली पूजा भएकोले आज चाहिँ तयारी सरसफाइको लागि हामी यहाँ तल छौँ। अनि मैले चाहिँ सब भिडियोहरू क्याप्चर गर्दैछु। फिलिङ सो ब्लेस्ड टु बी हियर। अनि यो चाहिँ देवाली भन्ने चाहिँ हाम्रो 3 दिन वर्षमा आउँछ।
सानैमा तान्नुपर्ने तानिएन सिमल एकदम स्थानीय स्थान भयो त्यो रोप्नै परेन 3 दिनमा आयो त्यहाँको सिमलमा त्यही भयो चल्दैन रातो अब हुनु त जे गर्दा पो अब गाई नै काट्ने कुरा गरिसक्यो अनि त्यस्तो होइन नि त आफू हाम्रो होइन त होइन आफूभन्दा पुर्खाले भनेको मान्नुपर्छ नि त अब अर्को ज्योतिषी निक्लिन्छ अर्को कालो र रातो देवीको उहाँ देवीलाई लगाएको लगेर माथि चढाउने हो त एक नचाहिँदो कुरा गर्नुहुन्छ यहाँ देवीलाई चढाएको माथि चढाउने हो झुठो गर्नुहुन्छ तल देवीलाई चढाओ देवीलाई चढाएको चाहिँ चढाइसक्यो त जुठो लगाइदिने हो त यो त अब नयाँ शुद्ध हो नि त बोलुरा तल भगवतीको थानमा राखिदियो झगडा होइन नि यथार्थ जिम्मा जानु परेन ठुलो झगडा त्रिशुलपाली अनि त्यसो भए त लागि तपाईँले पर्नु भएको छ त्यहाँ मैले नाति भने जस्तो कुरो गर्नुहुन्छ त त्यस्तो भयो अब बोल्न भइयो त तपाईँ नाति हो भनिदिने मैले तपाईँले पो माइलाई माइला यता आइज भन्न हुन्छ मैले माइला यता आइज भन्नु सिस्टममा जानु परेन घुमाइसकेको थियो सबैभन्दा पछाडि हामी आइपुग्यौँ त्यहाँ म गोडा आउनु पऱ्यो नि त बोका नहिँडेपछि त ढिलो भयो ढिलो भएपछि त्यसरी हामीले बोका बाँधेर यही गाह्रो लगाएको थियो उतापट्टिको गाह्रो थियो पाएको थियो उतापट्टिको चाहिँ गाह्रो थियो यताको ठाडो गाह्रो थियो त्यो हामी चाहिँ अहिले कुलखानमा छौँ गढीमा यहाँनिर सबैजना हुनुहुन्छ ठुलो बालिका हुनुहुन्छ यो चाहिँ त्रिशुल राख्ने कार्यक्रम हुँदैछ म तपाईँहरूलाई देखाउँछु इवा खोला र मेवा खोलाको बिचमा हो यो चाहिँ ट्याङथापु गढी यसलाई चाहिँ दोबान भन्छ तल खोलाको छेउमा छ होइन ए साँच्चै म तपाईँहरूलाई अर्को पनि देखाउँछु ल पर्खिनुहोस् है त यहाँ चाहिँ यो अस्तिनाको बाढीले सब पुल बगाइदिएको थियो यहाँ चाहिँ पहिला पक्की पुल थियो सबै बगाइदिएर यहाँ बनाउँदैछ धमाधम भनेर चाहिँ यता चाहिँ जुरुङ्गे पुल छ रमाइलो ठाउँ छ हाम्रो च्याङथापु गढी कुलथान यहाँ चाहिँ सबैजना लागि पर्नु भएको छ त्रिशुल पनि कत्रो ठुलो क्या खरेल बन्धुहरूको कुल पूजा दिवाली कतिजनालाई दिवाली भनेको थाहा छ होला फेरि दिवाली भनेर अरे तिहार त अहिले होइन त भनेर नझुक्किनु दिवाली भनेको चाहिँ कुल पूजाको दिवाली पनि भनिन्छ यसमा चाहिँ अब भेजिटेरियनहरूले चाहिँ स्किपे गर्दा आउँछ भिडियो होइन किनभने यो चाहिँ यहाँ चाहिँ हामीले बलि दिने पुर्खादेखि भगवान् हाम्रो कुल देवतालाई चाहिँ हामीले बोका बलि चढाउँछौँ होइन बलि दिने चलन छ त्यसरी नै हामीले कुल पूजा गर्नै पर्ने हुन्छ सुन्दाखेरि अचम्म लाग्न सक्छ अलिकति अब एनिमल लभर्सहरूको लागि हामी पनि एनिमल लभर हो तर पनि अब के गर्नु पहिल्यैदेखि चलिआएको चलन त फलो गर्नै पर्यो आफ्नो कुलले मागिसकेपछि होइन कुलभन्दा ठुलो केही पनि हुँदैन मेरो लागि चाहिँ कुल एकदमै माथि हो सबैभन्दा टपमा कुल आउनुहुन्छ कुलदेवता एभ्री वान इज लागिराख्नु भएको छ एभ्री वान इज गेयरिङ अप दादा चाहिँ माथि चढ्नु भएछ माथि उहाँ हुनुहुन्छ मेरो हस्बेन्ड अङ्कल नारायण अङ्कल यता मेरो भतिज मदन
यता हाम्रो बुवा हुनुहुन्छ, ठुलो बुवा हाम्रो कुलको टाउके भनेर हेड अफ द कुल हाम्रो टाउके बुवा। यता हुनुहुन्छ हाम्रो रघुनाथ बुवा। हाम्रो ठुलो बा पदम ठुलो बा पनि पर हुनुहुन्छ। एभ्री वान लाखबत्ती बाल्नलाई यहाँ चाहिँ रेडी गर्दै हुनुहुन्छ सबै दिदी भाउजू ठुलो मम्मी। आज पूजा हो। हामी अहिले कुलथानमा छौँ। आज चाहिँ पूजा हुँदैछ। हिजो हामीले यो त्रिशूल राखेको सबैजना भएर। आज चण्डी पाठ लाखपति बाल्ने पूजाहरू हुन्छ। मेन पूजा आज हुन्छ। अनि भोलि चाहिँ देवाली आफ्नो घरको बोकाहरू ल्याएर चाहिँ यहाँनिर कुलदेवतालाई चढाइन्छ। त्यसपछि त्यो प्रसाद हामी लिन्छौँ। एभ्रिवान इज ग्यादर्ड हियर। तल पनि हुनुहुन्छ, चिया पकाउँदै हुनुहुन्छ। लाखबत्ती बाल्नलाई यहाँ चाहिँ रेडी गर्दै हुनुहुन्छ सबै दिदी भाउजू ठुलो मम्मी। आज पूजा हो। हाम्रो छ नि परिचय, हाम्रो सानो सानो परिचय छ। अब अहिले हाम्रो कुलथानको मास्तिरपट्टि चाहिँ नि लाखबत्तीको तयारी हुँदैछ। यो लाखबत्ती बाल्ने प्रोग्रामको सिलसिलामा अहिले बत्तीहरू राख्नको लागि सम्पूर्ण चेलीबेटी बुहारीहरू सबै लाइनमा लामबद्ध भएर बस्नु भएको छ। अब एकैछिनमा चाहिँ नि हामी लाखबत्ती बाल्नेमा छौँ। त्यसले गर्दाखेरि आज हाम्रो यो के भन्छ फलैचा गढी मुन्टी र देवीथानमा दोबानीमा चाहिँ नि यो लाखबत्तीको व्यवस्था हुँदैछ। यहाँ चाहिँ नि अब सबैले आफ्ना घरबाट जहाँबाट बत्ती लिएर आउनु भएको छ सबै जोड्ने ओर्ने कार्यक्रमहरू यतायति हुँदैछ। त्यसले गर्दाखेरि एकदम सबैले आफू मिलाएर राख्दै हुनुहुन्छ। जय कुलदेवता रक्षे गर भगवान। आज भोलि चाहिँ यसै ठाउँमा बलि पूजा हुँदैछ र म आउँदै गर्छु मिलाउँदै। सबै तयारी भएपछि फेरि आउनेछु। हस्।
जालो अब अहिले हाम्रो कुलथानको मास्तिरपट्टि चाहिँ नि लाखबत्तीको तयारी हुँदैछ। यो लाखबत्ती बाल्ने प्रोग्रामको सिलसिलामा अहिले बत्तीहरू राख्नको लागि सम्पूर्ण चेलीबेटी बुहारीहरू सबै लाइनमा लामबद्ध भएर बस्नु भएको छ। अब एकैछिनमा मन्त्र दिए प्रभु यही मन्त्र दिए ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय प्रभु वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय प्रभु वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो ओम नमो वासुदेवाय देवाय प्रभु वासुदेवाय वासुदेवाय प्रभु वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय प्रभु वासुदेवाय प्रभु वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते यता पानी समाउने भन्दैछ नि समाउने जय हो पंचकन्या माता की गुरु अलि सुनिएन नि गुरु त्यहाँ हल्ला नगरौँ गाइस कुम्भराशिले चन्द्रमा वृष राशिले देवगुरो राशि बहुमानी राशि अध्याय वशिष्ठ गोत्रोत्पन्न हम त्रिपुरांतर्गत शाखा ध्याय नाम सबैको नाम म जान्दिनँ सबैले आफ्नो गंगारामको छ भाइ म भन्दै जान्छु जतिको जान्दछु होइन अरूको चाहिँ सभार्या कुमराशर भवनन्यदा सहित काज जसंगला सदा पवन शर्मा संसार कुमराशर संसार भूतोहम कुमराशि सदा बंगरा सर्वोहम अस्माकं देवालय कलाचार्य दिने भक्त संकल्प अनुसार संकल्प दिने सायं काले कर्मणि सपुत्रा प्राप्त यता जन्म पूर्व जन्मका वार्तिक नाजी ब्रह्महत्या अन्त दिव्य कर्म जन अवस्थान ज्ञान कर्मलोप क्रियालोप किल्बिषान पूर्वकम नैरुच दीर्घायु पुष्टि धनधान्य संसिद्ध अविसिद्ध्यकमनो भोग्य सुख संप्राप्त अखंड सौभाग्य प्राप्त महात्मा सपरिवार भरत राजपुत्र सर्वविध विराजन इसी प्रति द्वारा सर्वपाक्ष पूर्वकम आयु विपुल समृद्धि पुत्र पौत्रादि प्राप्त दीपचल निशादि कालभाग समीप
जय दुर्गा माता हे ओम नमो वासुदेवाय 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 Yeah. हरे राम 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 हरे 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 कृष्ण 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 हरे 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 श्याम 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 हरे 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 शिव 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 हरे हरे गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव हे नाथ नारायण वासुदेव हे नाथ नारायण वासुदेव हे कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव हे नाथ नारायण वासुदेव हे नाथ नारायण वासुदेव हे भगवते वासुदेवाय ओम नमः भगवते वासुदेवाय ओम नमो देवाय प्रभु वासुदेवाय भगवते वासुदेवाय ओम नमः भगवते वासुदेवाय नारदले दुर्बलाई यही ज्ञान सिकाए यही ज्ञान सिकाए ओम नमः भगवते वासुदेवाय ओम नमः भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो चाहिँ नि कुलदेवीको पूजाहरू हुँदै घर शुद्ध बनाइँदैछ। अहिले पुज्ने क्रमहरू जारी छ। दाजुले टक्क चाहिँ नि पूजाआजा गर्दै हुनुहुन्छ। अघि घर वरिपरि घुमेर चाहिँ नि चम्मरद्वारा चाहिँ नि पानी छर्केर घर शुद्ध बनाइयो।
यहाँ जेठो छोरो जेठी बुहारी यता छन्, यता कान्छोले हेर्दैछ। अब तपाईँहरूलाई म बाहिर लान्छु र यो चाहिँ नि हामीले यतापट्टि यता भजन गनिराखेको छ। अब यहाँ हेर्नुहोस्, यो चाहिँ नि यताउति आएर चाहिँ अब टक्क चाहिँ नि आयो। यो चाहिँ नि मूलमेढो भयो, दाजुको मूलमेढो भयो यो। अब यो चाहिँ वरदान देव खरेलको लागि तयार पारेको छु। वरदानको लागि चाहिँ यो कालो रङको एक रङै बोको ठिक पारिया छ। यो चाहिँ नि सनलाईको श्री प्रसाद खरेल साइलो दाईको चाहिँ नि मूलमेढो भयो। अब यो भइगयो तीनजना चाहिँ टक्क तीनटा बोकाहरू रेडी पारेर चाहिँ नि अहिले पूजाआजा हुने कार्यक्रमहरू छ मन्दिरको अगाडि। टक्क चाहिँ नि सबै खुसीमा चाहिँ नि बोकाहरूलाई बाहिर निकालियो अहिले फोहोरबाट। यता माथि भित्र पुज्ने कार्यहरू भइराखेको छ। यो घर भयो, यसमा चाहिँ नि कुलदेवता स्थापना गरिएका छन्। यता मन्दिर छन्, टक्क चाहिँ नि यता शिवालय, यता चाहिँ यो सेतो घरभित्र चाहिँ हजुरआमा धनमाया आमा दमन्ता देवी खरेल हुनुहुन्छ भने दुईटा घन्टीहरू दायाँ बायाँ यहाँ झनिएका छन्। त्यसको अगाडि चाहिँ नि काभ्रे प्लान्चोक भगवती हुनुहुन्छ। यता चाहिँ नि अब बुढा नीलकण्ठ लमतन्न पानीमाथि सुत्नु भएको छ भने उता चाहिँ नि शिव कृष्ण मन्दिर सबै रेडी सजाउ भएर रेडी पारिएको छ। अब जननी जन्मभूमि से स्वर्गद्यापी गरिएसी जन्म दिने आमा र जन्मभूमि चाहिँ सर्वश्रेष्ठ हुन्छ भने चाहिँ हामी जन्मिएको घर यो हो। यसमा चाहिँ नि हाम्रो आमाले साह्रै दुःख गर्नुभएको छ। पछि आएर यो कान्छा बडाको घर, यो घर चाहिँ नि बुवाले नि लिनुभयो। त्यसदेखि पछि तल गएर त्यो घर चाहिँ नि अब जगत प्रसाद शिवाकोटीको घर पनि बुवाले नै लिनुभयो। यो आएर माधु प्रसाद पौडेलको घर पनि बुवाले नै लिनुभयो। यो उतापट्टि पनि अर्को घर छ। यो चाहिँ आज हामी जन्मस्थलमा आएर यहाँ हुर्क्यौँ, बढ्यौँ, पढ्यौँ, के गर्यौँ हामीले अहिलेसम्मको बाल्यकाल। अब अहिले परदेशी भइएको छ। चाहिँ नि घरमा स्थापना भएका सम्पूर्ण देवी देवताले हामी सबैको कल्याण गरून्। जय माता, जय भगवान, जय कुलदेवी, रक्षे गर है भगवान। ठुलो बुवा नानी भने ठुलो बुवाको हो, अनि सेकेन्डमा आउँछ अनि अङ्कलको आउँछ है। यहाँ म बोल्नु मिल्दैन है। परमेश्वर कुल देवता क्षमा प्रतिज्ञा। हामी त गल्ती छैन, केही जान्दैनौँ। घाँस खानाको टुक्राले घाँस खाने बड केही कुदबडाहरू केही छ होइन? कुदबडाहरू केही छ यस्तो जोडी छ कि दिनुपर्छ? आलम बान्ने परमेश्वर अरू बाँकीमा आलम बान्ने हो। अहिले मुलबाट दिएको छ हाँसेर दियो बले जत्तिकै गरेर चाहिँ खुसी भएर पर्छिनु पर्यो। हामीले आलम बाँधेको छ बडको लागि। अर्को सालमा हामीले गर्नै छौँ। हामीलाई चाहिँ नि माफ गर्नुहोस्, यसैपालि चाहिन्थ्यो भने हामीले जानेनौँ। उसको खुसीले अलि यता राख्नुपर्छ होला गडगडाएर मन बढाएर हौ परमेश्वर किन यस्तो गुस्सा भयो हो? हामीलाई त केही पनि थाहा भएन। परमेश्वर गडगडाएर मन बढाएर सबैको मन प्रसन्न बनाएर परमेश्वर गल्ती त हामीले क्षमा मागिसक्यौँ त हौ परमेश्वर। किन यस्तो चाहिँ नि गुस्सा भएको यार? त खुसीसँग लिदिनु पर्यो। यहाँसम्म त त्यहाँबाट सम्म होला। हल्का छोड्दैन छोड्दा चाहिँ गडगडाएर परमेश्वर ल दिनु झर चाहिँ नि खुसीसँग कमाडसँग लिइदिनु परमेश्वरले पाँच पञ्चको चित्त बुझाउनु पर्छ। साक्षात् परमेश्वर यति गर्नु पर्छ नि हो। पर्छिन्छ नचल्नु ल है कुलदेवता लु ग्रहण गरिदिनु पर्यो है। हामीले त चढाएको हो। अब
परमेश्वर पाँच पञ्चको परमेश्वर उदय परमेश्वर यहाँ पर्सिनु लाग्दैछ परमेश्वर तिमी परमेश्वर हल्का छोटो दिनु परमेश्वर यस्ता हो परमेश्वर हामी अजान मूर्ख हो परमेश्वर जान्दैनौँ केही परमेश्वर अजानको मानुस अजान गरी खानुपर्छ कुनै उल्टो पाल्टो केही भुल भयो परमेश्वर क्षमा गरिदिनु परमेश्वर साक्षात् परमेश्वर सबैतिर हेरेर राजी खुसीसँग चाहिँ गडगडाएर मन बढाएर गरिदिनुहोस् न हौ कुनै गल्ती छैन परमेश्वर कुनै मध्यवाली जातिकोमा थिएन परमेश्वर हामीले अस्ट्रेलिया ल्याएर परमेश्वर तिम्रो शुभ साइड छ शुभ मुहूर्त छ परमेश्वर कुनै गल्ती छैन हामीले जानेको परमेश्वर कुनै नजाने गल्ती भयो भने परमेश्वर अजानको मानव सजान गरी खानुपर्छ परमेश्वर हामी अजान मूर्ख हो परमेश्वर जान्दैनौँ केही परमेश्वर तिमीले परमेश्वर हाम्रो डाङ्ग्रे नहुँदा परमेश्वर हामीले जानेसम्म गर्ने हो परमेश्वर जता पुर्खाले जे गर्यो ल्याए त्यसले गर्दैछौँ परमेश्वर भगवान हे कुल देवता है भगवान है भगवान माफ त पाइन्छ माफ त पाइन्छ पर्सिने पनि खोज्दै हुनुहुन्छ देवी खुसी हुँदै हुनुहुन्छ तर किन पो ढिलो गर्नु हो ल्याउन त ल्याउन त यिनी एकैचोटि हुन्थ्यो नि त होइन होइन त्यसो नगरौँ कसैको अफिस छुट्दैन ढिलो हुँदैन बिचमा आएर कुलदेवताको थानमा गएर उपर गएर गुस्सा भएर हुँदैन एकदम हाँसी खुसीसँग याद परमेश्वर ल हामीले हात जोडेर मागेका छौँ माफ हामीले गल्ती गरेका छ भने क्षमा दिनुहोस् हामीलाई माफ दिनुहोस् हामीलाई पर्छिहाल्छ है पर्छिहाल्छ गल्ती गरे क्षमा दिनु परमेश्वर हामी मूर्ख हौ परमेश्वर हामी कुनै जानकार होइन परमेश्वर दिदिनु परमेश्वर गडगडाएर है गडगडाएर हाम्रो चित्त बुझाउनै पर्छ परमेश्वर घर पाइँदैन परमेश्वर हामीले मेढा दिएका छौँ निष्देन गरेका छौँ परमेश्वर गरेर ल्याएको कर्म गरेका छौँ परमेश्वर नदेवाएन म अलि हाल्नुपर्छ होला पुरुषमा के चाहिँ पऱ्यो त त्यस्तो
एकैछिन ल दाजु सुन्नुभयो अलिकति अक्षता पुगेर अक्षता पुगेर हाल्नु अक्षता पुगेर मन्दिर तिरी तिरी त मुरली त
भक्तिलाको ठेरी नि लै भक्तिलाको ठेरी नि हजुर यो साल हाम्रो त यस्तै भयो 3 सालमा आउँछु फेरि नि लै 3 सालमा आउँछु फेरि नि हजुर दिवालीको अन्तिम दिन आज चाहिँ यसरी बोका बलि दिने दिन हो अनि आज सम्पन्न हुन्छ। यसरी दियो कलश सबैजनाले आफ्नो घरबाट लिएर आएर पञ्चेबाजा सहित कुलथानमा उपस्थित हुनुभएको छ। सबैजना एकदम नै आनन्द फिल भइरहेको छ। मलाई पनि कुलदेवताले सबैको रक्षा गर्नुहोस्, कल्याण गर्नुहोस्, सबैजनालाई यही भिडियो मार्फत आशीर्वाद दिन हुन पनि अनुरोध गर्छु। यसरी यहाँ माथि बोकाहरू राखिएको छ। यहाँ पूजा पनि हुँदैछ, यता पूजा पनि हुँदैछ। दियो कलश चाहिँ यता हेर्नुहोस् यो पूजाको लागि चाहिँ सबै पाथी चढाउने कार्य सक्यो। अब एकछिनमा यहाँनिर बलि दिन्छ बोकाको। एभ्रिवान यो चाहिँ हाम्रो कुलथान। यहाँ हुनुहुन्छ खरेल ब्रदर्स, म चाहिँ बुहारी। यस्तो रमाइलो हुन्छ दिवालीमा चाहिँ फेरि बाजा बजाएर चाहिँ नाच्ने गाउने कुलदेवताको रमाइलो गर्ने कुलदेवताको पूजामा। यसरी सबैजना उहाँ चाहिँ मेरो गाईला काका ससुरा हुनुहुन्छ, युएसबाट आउनुभएको कुल पूजाको लागि। यता राजेन्द्र ठुलो बुवा, के गर्नुपर्छ मैले मेरो भाइलाई मेरो कार्यभार भए पनि मैले कार्यभार भाइले सुम्पिएको छु। उहाँबाट के गर्नुहुन्छ तपाईँले माफ गरिदिनु होला भगवती माथाले। ल त्यही अनुसार व्यवहार गर्नु। म अब भरे टिकटी लगाइदिन्छु दाजुभाइलाई। ल म गएँ। यता पनि खेल्नु है दाजु। त्यो त्यता होइन, हान्नलाई हो क्या।
हामी चाहिँ बलि दिइसकेर भगवानलाई चढाएर यहाँ प्रसाद यसरी यहाँ खोलामा यो कुन खोला अरे यो कुन खोला हजुर इवा पल उताको मेवा इवा खोलामा चाहिँ यसरी सबैजना हेर्नुहोस् न पर पनि देख्नुहुन्छ नि तपाईँहरूले होइन यसरी यहाँ पिकनिक जस्तो खालको एउटा यो भइरहेको छ क्या मलाई त पिकनिक खान आएको छ फिल भइरहेको छ एकदम रमाइलो भइरहेको छ हाम्रो देवाली पनि अब आज यो गरेर भोलि टाउके भोजुन छ त्यसपछि सक्यो 3 वर्षमा आउँछ यो चाड चाहिँ रमाइलो भइरहेको छ दाजुभाइ फर्ममा हुनुहुन्छ पुरै सबजना यसरी प्रसाद खाँदै हुनुहुन्छ यता आलीमा दिलमा मासु काट्दै हुनुहुन्छ पकाउँदै हुनुहुन्छ खाँदै हुनुहुन्छ पर खुलाको खुलामा यसरी सबजना देवालीको ल देवाली तल कुलथानमा सकेर चाहिँ घरमा फेरि यसरी दियो कलश बाजा गाजाको साथ राखिन्छ अरे बाप रे लाइभ होइन भेट्यो
ल धन्यवाद हजुरहरूलाई रक्षा गरून् पैसा भन्दा यस्तो केशव रानीले बाबा भन्दैछ केशवलाई साथी बाबा अरे ल अब हामी चाहिँ नि त्रिशुल लिएर टक्क मेरा हजुरबाले निकालेको त्रिशुल लिएर अब टाउकेको घरमा चाहिँ जान लागेको छौँ। तल गढीमा सबै थन्काइसकिएर अब चाहिँ नि फलैचामा हाम्रो सोम खरेलको घरमा आज चाहिँ नि त्रिशुल भित्रिँदैछ, त्यो कलश भित्रिँदैछ। ओरे लर बर लर बर लर बर वारी खायो त कोरालीले वारी खायो गाईले निलै प्रसाद काट्न थाल्यो है प्रसाद काट्न। ल यहाँ चाहिँ प्रसाद काट्ने काम हुँदैछ। कस्तो खालको प्रसाद हो, मासु पनि प्रसाद हुन्छ भन्नुहुन्छ भने हाम्रो कुल पूजामा चाहिँ यही नै प्रसाद हुन्छ। कुलदेवतालाई चढाएको मासु, बोकाको मासु प्रसाद अब यहाँबाट काटेर सबै आफ्नो फ्यामिली इष्टमित्रहरूलाई प्रसाद खुवाउन हामी बोलाउँछौँ घरमा। यहाँ हाम्रो कान्छा भाइ चाहिँ एकदम लागिपर्नु भएको छ, मिस्टर केशव खरेल ललितपुरबाट हामीले स्पेसली यो कुल पूजाको लागि मगाएको दराजबाट अर्डर गरेको होइन है हामीले पर्सनल हामीले एकदम बक्काइदा फोन गरी डेलिभरी गर्नु लगाएको होम डेलिभरी। यता हुनुहुन्छ दाइ, यता हुनुहुन्छ जेठो खरेल। ओ जेठो खरेल ठुले के छ हौ खबर? के गर्दै हुनुहुन्छ? आन्द्रा गर्दै हुनुहुन्छ? This is a ball. We call it लाइभ हो क्या होइन भिडियो मेरो भ्लग। यो बलको महत्त्व कति हुन्छ भनेर सब्जीलाई मात्र थाहा छ भन्नु न। यो बललाई चाहिँ धेरै महँगो पर्छ। यो मैले अस्ट्रेलियाबाट मगाएको लगभग यसको दाम छ तपाईँको 200 करोड। त्यस्तै लाग्दैछ। एकछिन पर्खिन भाइ, मौसम चाहिँ यस्तो छ है, मौसम एकदम चिसो छ। यहाँ चाहिँ पानी परेर अघि चाहिँ अहिले त रोकिएको छ। रमाइलो भयो आज, एकदम राम्रो कुल पूजा भयो। वी आर सो ह्याप्पी, स्पेसली म चाहिँ ह्याप्पी छु अझै बेसी। ठुलो बाबा नि यता यता आएर नाच्नु नि ठुलो बा हजुर, यता नाच्नु नि यता। ल देखेको हुन्छ कि बाँचिन्छ लैलै, बाँचिन्छ लैलै। यता यस्तो रमाइलो डान्स जाँदैछ, यता धमाधम मासु पोल्दै हुनुहुन्छ हाम्रो दिनेश सर। हेलो दिनेश सर, हेलो दिनेश सर। यता हाम्रो डम्बर दाई हुनुहुन्छ, हेलो दाई। ल है यस्तै छ है।
सम्झनाले आउनु न भाउजू हजुर पनि सबै भुलेर जेरा लारे बारे लारे बारे हाम्रो कान्छो यता यता यसरी मासु पनि पाक्दैछ गाइस मासु खाऊ है मासु प्रसाद हो नि यो चाहिँ हाम्रो चौरी र मारुनी भाका यता विनोद दाई यता के गर्दै हुनुहुन्छ हजुर लाइभमा हो हेलो भन्दिनु न त मुना डार्लिङ आऊ नाच्न है त्यो जस्तो कहाँ हुन्छ रामरुनी नाकै हाय लारे बारा हाय हाय लारे बारा हाय मेरो पानी हो म पनि यहाँ भिडियो गर्दैछु म नाच्दैछु नि यसरी नाच्दै भइहाल्छ ले सम्झेर ठ्याक्क म्याचिङ भएछ ठुलो बा र अङ्कल युएसबाट आउनु भएको गीतसँग इमोसन जोडिएको छ इमोसन रुममा ल दामी दामी यो हल्लियो काका अस्ति कसरी हल्लियो देखाइदिनु न यतिकै निकै बेर यहाँ भानुहरू सबैले हेरे आफै पो त यसो आएर सोचिसकेपछि यो हजुरबाले चाहिँ कहाँ निकाल्नु भयो त्रिशुल दाजु हजुरबाले निकालेको ठाउँ उता हो त्यही त हो त्यो मलाई म साह्रै पछि त हिँड्दै मुगा फेटा खसाउँथे टिप्थे हजुर कान्छो काका बुवा यहाँ एका बिहानी आएर कुलको चाहिँ सरसफाइ गर्दै हुनुहुँदो रहेछ हामी आइपुग्यौँ यहाँ कुल देउता यहाँ हुनुहुन्छ है घन्टी पनि गनी राख्नु पर्यो त्रिशुल यहाँ हेर्नु है यहाँको घन्टीलाई अस्ति कामेको त्रिशुल यसरी काम हो अस्ति यतिकै काकाले भनेको यो त्रिशुल काम हो रे यो त्रिशुल काम्नुको चाहिँ कारण रहेछ बुवा किनभने यहाँबाट बसै सारेर जाने खरेलहरूले कुलथान तलै सारौँ भन्ने सन्दर्भमा चाहिँ हाम्रो डाँडाका काकाको छोरा कान्छाले चाहिँ बवाल गरेछ कामेर अनि सबै क्यान्सल गरे सार्न नसार्ने नि भए त्यस्तै छ ओम जय माता रक्षा गर है भगवान् मेरो पनि इच्छा पुग्यो यहाँ आउनु मलाई साह्रै मन थियो कुलदेवता माता ल्याइदिनु भयो तपाईँलाई कोटी 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 प्रणाम दर्शन मेरो छोरा वरदानको लागि धेरै धेरै आशीर्वाद दिनुहोला मेरो दाजु मालदाई घरका सम्पूर्ण परिवारहरूमा कुलदेवताले रक्षा गरेर दाजुलाई अलिकति रोगले सताएको छ
यो रोगहरू सबै हटाइदिनु हुन म विनम्र अनुरोध गर्छु। कुलदेवता साक्षात् भगवती माता रक्षा गर है। जय होस्। अहिले हामी न्याउरे गाउँको चाहिँ नि देवी थानमा हजुरबुवाले निकालेको त्रिशुल निकालेको ठाउँमा आएर पूजाआजा गर्ने कार्यक्रम छ। यहाँ चाहिँ नि यहाँ काका हुनुहुन्छ है। बाबुलाई यति भेट्यो है। दाजुले चाहिँ पूजा गर्दै हुनुहुन्छ। यहाँ काकाले आशीर्वाद दिनुहुँदैछ हामीलाई। कुलदेवताले ल्याउनु भयो। हे माता जय दुर्गा भगवतीआमा, हे कुलदेवता, कुनै हामीले विघ्न बाधा केही अपराधहरू गरेका छौँ भने कुलसँग क्षमा माग्न आयौँ है। भगवती माता जय दुर्गा भगवती माता, जय दुर्गा भगवती माता, कुलदेवता भद्रकाली कपालिनी दुर्गा शिवं शिवदात्री शोधा शोधा नमस्तुते। चामुण्डा जय भूतार्ते हारिणी जय सर्वगते देवी कालरात्रि नमस्तुते। भगवान् शेषान त्वं न शिष्टं भ्रष्टाको कामना सकलानिष्टं तमेव माता च पिता तमेव बन्धु च सखा तमेव। ओम जय दुर्गा भगवती माता। हुन्छ चलेगा। टाउके बोज खाँदैछौँ सबैजना। टाउके बोज चाहिँ अब आज चाहिँ लास्ट यो टाउके बोज खाइसकेपछि चाहिँ हाम्रो दिवाली सम्पन्न हुन्छ। क्यान्सी किचनबाट इन्सपायर कुकिङ भुँडी